जस्तै था फेरि पनि तिमीलाई खोज्ने प्रयास उस्तै छ तिम्रो लीला गर्ने मन मेरो सरल भोलापन तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तल माथि बाहिर भित्र व्यापक छौ तिमी तल माथि बाहिर भित्र व्यापक छौ तिमी सुख दुःख हाँसो र आँसु सबैमा तिमी श्रद्धा भक्ति र विश्वास मेरो दिलमा तिम्रो बास तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ तिमीलाई नि मन पर्छ हो मलाई नि मन पर्छ सूर्योदय हेर्दा आफै उदय झै लाग्छ पुरै सृष्टि मेरो हरिओम। जीवन विज्ञानद्वारा सञ्चालन भइरहेको योगमाया जीवन योग प्रयोगशालाको प्रभातकालीन योग ध्यान साधनाको कक्षामा आज यहाँ उपस्थित रहनुभएका सम्पूर्ण आदरणीय कल्याण मित्रज्यूहरू लगायत समादरणीय हाम्रा सम्पूर्ण प्रेमल मित्रहरूमा हामी प्रयोगशालाको तर्फबाट हजुरहरू सम्पूर्णलाई अन्तर्हृदयबाट हार्दिक हार्दिक स्वागत एवं हरिओमको नमन अर्पण गर्दछौँ। सदा चाहिँ आज पनि हामी यस क्षणमा यहाँ उपस्थित छौँ। बिहानीको ब्रह्म मुहुर्तमा आजको साधनालाई अगाडि बढाउँछौँ। आज अत्यन्त महत्त्वपूर्ण दिन रहेको छ। आज अन्तर्राष्ट्रिय योग दिवस 2026 को दिन रहेको छ र हामी सबै योग अनुरागीहरूको लागि अत्यन्त महत्त्वपूर्ण दिन रहेको छ आज। र आजको यस दिन योगा फर वान अर्थ र वान हेल्थ, योगा फर वान अर्थ वान हेल्थ भन्ने यो नारा सहित आज हामी योग दिवस मनाइरहेका छौँ र यो योग दिवसको सम्पूर्ण योग अनुरागीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र अब हामी आजको साधनालाई अगाडि बढाउँछौँ। सहज आसनमा बसौँ। धार गर्दन शिरलाई सिधा, आँखालाई हल्का रूपमा बन्द, हातलाई ज्ञान मुद्रा, श्वासलाई लामो र गहिरो, पुरा श्वास भित्र पुरा श्वास बाहिर, आउँदै गरेको श्वास र जाँदै गरेको श्वासको याद। श्वास भित्र आइरहेको छ थाहा पाउँछौँ, श्वास बाहिर गइरहेको छ त्यो पनि थाहा पाउँछौँ। अत्यन्त आनन्दले आजको विशेष दिनको विशेष योग ऊर्जालाई आफूभित्र ग्रहण गर्दै अब हामी लामो र गहिरो श्वासका साथ 3 पटक प्रणव ध्वनि ओमकारको उच्चार सँगसँगै गर्नेछौँ। सुरु गरौँ।
दुवै हातलाई हृदयमा ल्याएर जोडौँ र अत्यन्त प्रेम, श्रद्धा र भक्तिपूर्वक शिरलाई झुकाएर अब हामी हरिमन्त्र गुरुवन्दना गर्छौँ। ओंकारं बिन्दु संयुक्तं नित्यं ध्यायन्ति योगिनः कामदं मोक्षदं चैव ओंकाराय नमो नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरुवे नमः। सूर्य समान तेजस्वी प्राणशक्ति भुजङ्गिनी सर्वकार्य सिद्धिदात्री शुभाङ्गिता नमाम्यहम्। बिस्तारी शिरलाई झुकाएर नमन गरौँ, अवभाव धन्यवाद भाव व्यक्त गरौँ सम्पूर्ण गुरुजनमा, मातापिता। लामो र गहिरो श्वास गर्दै बिस्तारी सहज अवस्थामा बिस्तारी आँखा खोलौँ। सम्पूर्णमा पुनः एकपटक हार्दिक स्वागत एवं हरिओमको नमन। आज अन्तर्राष्ट्रिय योग दिवस र यस विशेष अवसरमा आज हामी छौँ। योग कर्मसु कौशलम समत्वम योग उच्यते। यो हामीले संस्कृत श्लोक सुनिआएका छौँ। यो पवित्र संस्कृत वचनहरूले योगको वास्तविक सारलाई व्यक्त गर्दछन्। योग केवल शारीरिक रूपमा शारीरिक व्यायाम र शरीरलाई सञ्चालन गर्ने मात्र होइन, यो एउटा त शरीर, मन, बुद्धि र आत्मबीचको दिव्य समन्वय अथवा योग भनेर हामी बुझ्न सक्छौँ। योग आत्म अनुभूतिको मार्ग हो। यसले यो एउटा स्वास्थ्यको आधार पनि हो र यसले जीवनलाई सन्तुलित बनाउने यो एउटा विज्ञानको रूपमा पनि हामीले लिन्छौँ। आज हामी अन्तर्राष्ट्रिय योग दिवस 2026 को पावन अवसरमा यहाँ सबैजना एकत्रित भएका छौँ र यस वर्षको सन्देश रहेको छ वान अर्थ वान हेल्थ र योग फर हेल्दी लिभिङ। हामी जीवनमा हामी योगलाई आफ्नो जीवनमा धारण गर्नुको अर्थ भनेकै आजीवन आफूलाई स्वस्थ बनाउनु, आफूलाई चाहिँ भोलिको लागि तयार पार्नु। भोलि त हाम्रो उमेर बढ्दै जान्छ नि त। उमेर जति जति बढ्दै गयो त्यति अब हाम्रो शरीरका अङ्ग प्रत्यङ्गहरू बिस्तारै कमजोर हुँदै जान्छन् र त्यो अवस्थामा पनि आफूलाई स्वस्थ बनाएर कसरी बाँच्ने त, आफूलाई अझै सधैँ तरोताजगी कसरी बनाइराख्ने त भन्ने विषयमा चाहिँ उठान गरेर यो वर्षको स्लोगन बनाइएको हो र यसले सम्पूर्ण मानव जाति, प्रकृति, ब्रह्माण्ड बीचको अन्तर सम्बन्धलाई पनि यसले स्मरण गराउँदछ र यसले व्यक्तिको स्वास्थ्यलाई चाहिँ कसरी अझ बढी बढाउने, कसरी परिवारमा चाहिँ स्वस्थ एकले अर्कालाई परिवारको हाम्रो सदस्यहरूलाई कसरी स्वस्थ राख्ने र कसरी चाहिँ समाजलाई स्वस्थ राख्ने, कसरी समाज हुँदै हुँदै चाहिँ राष्ट्रका सम्पूर्ण व्यक्तिलाई र सम्पूर्ण पृथ्वीका जति पनि हुनुहुन्छ, जति पनि हामी छौँ सबैलाई स्वस्थ बनाउनु यो आजको दिनको विशेष उद्देश्य रहेको छ र ऋषिमुनिहरूले पनि हजारौं वर्षदेखि दिएको योग विद्या आज सम्पूर्ण विश्वले यसलाई स्वीकार गरेको छ र प्राणायाम, ध्यान, आसन र योगासनहरूको माध्यमबाट हामीले केवल आफूलाई रोगमुक्त बनाउँदैनौँ, बल्कि यसले हामीलाई आत्मसंयम बनाउन र साथसाथै हामीलाई जागरुक बनाउन पनि यसले हामीलाई अवसर दिइरहेको हुन्छ र त्यसैले त संस्कृतमा भनिएको छ नि त, शरीर माध्यम खालु धर्म साधनम भनेर भनिएको छ। अर्थात् यसले भन्न खोजेको कुरा चाहिँ स्वस्थ शरीर नै सम्पूर्ण कर्तव्य र साधनाको पहिलो आधार हो। योगले हाम्रो शरीरलाई बल, मनलाई शान्ति, बुद्धिलाई स्पष्टता तथा आत्मालाई आनन्द प्रदान गर्न मद्दत गरिरहेको हुन्छ र आजको यो व्यस्त जीवनशैली जहाँ तनाव छ, जहाँ चिन्ता छ, जहाँ अनगिन्ती सन्तुलनहरू भइरहेका छन्, यो बीचमा पनि योगले हामीलाई
योगबाट हामीले एउटा यस्तो मार्ग हामीले पाउँछौँ जसले हामीलाई पुनः प्रकृतिसँग जोड्न र स्वयंसँग जोड्न र परम चेतनासँग जोड्न हामीलाई मद्दत गरिरहेको हुन्छ। त्यही कारणले आज हामी सबै मिलेर सङ्कल्प गरौँ न, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सबै सुखी हुन्, सबै निरोगी रहन्। योगले केवल यो एक दिवसमा मात्रै सीमित नराखिकन यसलाई हामीले आफ्नो जीवनशैलीको रूपमा अपनाऊ। प्रत्येक दिन केही न केही समय हामीले 1.5 घण्टा भन्छौँ, 1.5 घण्टा कम्तीमा पनि हामीले आफूलाई दिउँ, योग ध्यान अभ्यासमा प्राणायाममा आफूलाई जुटाउँ भनेर म भन्न चाहन्छु आज। र योगेन चित्तस्य पदेन वाचा मलं शरीरस्य च वैद्यकेन। अर्थात् योगले चित्तलाई शुद्ध बनाउँछ, जीवनलाई अनुशासित बनाउँछ र मानवतालाई एकताको सूत्रमा बाँच्दछ। त्यही कारणले आउनुहोस्, योगमय जीवन, स्वस्थ मानवता र समृद्ध पृथ्वी निर्माणका लागि हामी सबैले एकअर्कासँग हातेमालो गर्दै अगाडि बढौँ। र आजको यस योग दिवस जहाँ हामीले योगा फर हेल्दी एजिङ अर्थात् स्वस्थ, सक्रिय र गरिमामय वृद्ध अवस्थाका लागि योग भन्ने महत्त्वपूर्ण सन्देश बोकेर आएको आजको दिनमा आज हामी प्रवेश गरिरहेका छौँ। यसले कुनै निश्चित उमेरको समूहको लागि मात्रै यो योग होइन। हामी भन्छौँ नि त, अब म वृद्ध अवस्था भएपछि मात्रै ध्यान गर्ने हो, योग गर्ने हो, मलाई के रोग लागेको छ त, रोग कहाँ लागेको छ त मलाई भनेर हामी योग गर्न हिचकिचाउँछौँ नि त। यो रोगीहरूका लागि मात्रै योग होइन, यो त सबैको लागि योग हो। कुनै पनि उमेर समूहको लागि, बालक, वृद्ध, प्रौढ, ज्येष्ठ नागरिक सबैको लागि समान रूपमा लाभदायक रहेको यो जीवनशैली हो भनेर हामीले बुझ्नु पर्यो। र नियमित योग अभ्यासले शरीरलाई लचिलो, सशक्त र ऊर्जावान बनाउँछ। यसले रक्त सञ्चारलाई सुधार गर्छ, मानसिक तनाव घटाउँछ, स्मरण शक्ति बढाउँछ र सकारात्मक सोचको विकास गर्छ। विशेष गरी ज्येष्ठ नागरिकहरूको लागि त झनै यो योग स्वस्थ रहनको लागि यो अमूल्य एउटा साथी बनेको छ। त्यही कारणले म त वृद्ध भइसके, कहाँ मैले गर्नु र भनेर होइन, अब त हामीले यसलाई झन् आफ्नो जीवनमा चाहिँ धारण गर्न अत्यन्त अनिवार्य भइसकेको छ। आरोग्यम परमम भाग्यम स्वास्थ्यम सर्वार्थ साधनम पनि भनिएको छ संस्कृतको एउटा श्लोक। यसले चाहिँ हामीलाई भन्न खोजेको के त भन्दाखेरि स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो। योगले हामीलाई केवल दीर्घ आयु मात्र प्रदान गर्दैन, बल्कि यसले जीवनका प्रत्येक क्षणलाई उत्साह, चेतना र आनन्दमा बाँच्न सिकाउँदछ। त्यही कारणले योगा फर वान अर्थ, वान हेल्थ र योगा फर हेल्दी एजिङ, यो भावनालाई आत्मसात गर्दै योगलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउँदै योग मार्फत स्वस्थ शरीर, शान्त मन, जागृत चेतना र समृद्ध समाजको निर्माण गरौँ भन्दै आजको यो विशेष दिनको हजुरहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना पुनः एकपटक व्यक्त गर्न चाहन्छु। र अब हामी योगबाटै आफूलाई निरोगी बनाउने यो मार्गमा छौँ र आफू लगायत आफ्ना परिवार, आफ्ना देश, आफ्नो समाज लगायत सम्पूर्ण राष्ट्र, सम्पूर्ण विश्वलाई नै योगमय बनाउने हामी मिसनमा हामी अगाडि बढौँ भन्दै अब म आजको कक्षालाई सुरु गर्दछु। आज हामी यस विशेष योग दिवसको अवसरमा हामी पूर्ण सूर्य नमस्कारको अभ्यास गर्नेछौँ। जति सकिन्छ त्यति गरौँ ल। 1 घण्टाको समय छ हामीसँग। 1 घण्टाको समयमा जतिचोटि सूर्य नमस्कार गर्न सकिन्छ हामी गर्नेछौँ। र जो मित्रहरूलाई सूर्य नमस्कार गर्न असहज छ, अप्ठ्यारो छ, उहाँहरूलाई गाह्रो छ, उहाँहरूले बसेर कुनै सूक्ष्म व्यायामहरू, नमस्कार प्राणायामहरू, नाडी शोधन प्राणायामहरू अथवा आफूलाई जुन सहज लाग्छ त्यो योगका विविध आसनहरू हजुरहरूले गर्न सक्नुहुन्छ। र जो मित्रहरूलाई सहज छ उहाँहरूले आज पूर्ण सूर्य नमस्कारको लाभ उठाउनुहुनेछ र पुरा हामी आनन्दले
योगमा आफूलाई डुबाउँछौँ र भगवान शिव जो योगका परम गुरु हुनुहुन्छ उहाँलाई आफूभित्र धारण गर्दै उहाँको ऊर्जालाई आफूभित्र समाहित गर्दै आज हामी सूर्य नमस्कारको अभ्यास गर्नेछौँ। सकिन्छ 108 पटक, सकिँदैन जति सकिन्छ त्यति पटक आज हामी गर्नेछौँ र यसका लाभहरू सबैभन्दा पहिले म हजुरहरूलाई श्रवण गराउँदछु। यसका लाभमा यसले सीमित समयमा शरीरको पूर्ण व्यायाम हुन्छ, जोड्ने एवं अङ्ग अवयवलाई लचिलो बनाउँछ, तौल सन्तुलन गर्न सहयोगी हुन्छ, शारीरिक सक्रियता र आयुमा वृद्धि हुन्छ, नसर्ने रोगहरू समूल नष्ट गर्न मद्दत गर्दछ, मुटु र रक्त सञ्चार प्रणालीलाई गतिशील गर्छ, फोक्सो र श्वास प्रश्वासमा सहजता पैदा गर्छ, शरीरलाई सुव्यवस्थित र बलशाली बनाउँछ, स्नायु प्रणालीमा सन्तुलन ल्याउँछ, पाचन प्रणाली मजबुत बन्छ, महिनावारी तथा तल्लो पेटका समस्यालाई हल गर्दछ, स्वाभाविक खुसी पैदा गर्दछ, मनलाई वर्तमानमा जोडिन मद्दत गर्दछ, प्रेम भाव र विनम्रता जगाउँछ, रोग प्रतिरोधी क्षमताको विकास गर्छ, सुख शान्ति समृद्धिको मार्ग प्रशस्त गर्दछ। यी विविध लाभहरूसहित हामी गर्नेछौँ पूर्ण सूर्य नमस्कार 18 चरण अन्तर्गतको सूर्य नमस्कार हामी गर्नेछौँ। यदि हजुरहरूलाई 12 चरणको सूर्य नमस्कार गर्न आउँछ भने 12 चरणको गर्दा नि हुन्छ है त। जे भए पनि सूर्य नमस्कार गर्नु पर्यो। आज एकदम आनन्दले आजको दिवस योग दिवसलाई हामी सूर्य नमस्कारबाट मनाउनेछौँ। र अब म यहाँ थोरै सङ्गीत लगाउँदछु, त्यसपछि हामी सुरु गर्छौँ। थोरै उठेर हल्का शरीरलाई चलायमान गर्दै गरौँ ताकि शरीर जागृत होस्। अलिकति शरीरलाई लचिलो बनाउने कोसिस गर्दै गरौँ। म यहाँ थोरै सङ्गीत लगाइरहेको छु। अगाडि पछाडि गर्दै गरौँ ल, मजाले आनन्दपूर्वक अगाडि र पछाडि, अगाडि र पछाडि। थोरै गोडालाई हल्का उठाऊ, मुठी कस्ने खोल्ने, मुठी कस्ने खोल्ने, मुठी कस्ने खोल्ने, मुठी कस्ने खोल्ने, पुरा पैताला तल माथि, पैताला तल माथि, तल माथि, तल माथि, गोल गोल। 1 2 3 4 5 6, उल्टो 2 3 4 5 6। अर्को गोडालाई उठाऊ, मुठी कस्ने खोल्ने, मुठी कस्ने खोल्ने, मुठी कस्ने खोल्ने, कस्ने खोल्ने, कस्ने खोल्ने, पुरा पैताला तल माथि, तल र माथि, पैताला तल माथि, तल माथि, गोल गोल। 2 3 4 5 6, उल्टो 2 3 4 5 6। बिस्तारै तल राखौँ, घुँडालाई अगाडि र पछाडि। 1 2 3 4 5 6। अब बिस्तारै दुई घुँडालाई हल्का फटाउँछौँ, हातलाई दायाँ बायाँ, एकचोटि दायाँ, एकचोटि बायाँ। 2 3 4 5 6, छोड्यो। अब दायाँ, अब विपरीत गर्छौँ ल। 1 2 3 5 6, 6 चोटि मात्रै गरौँ ल आज। अब कम्मरमा हात राखौँ, गोल गोल। 1 2 3 4 5 6, उल्टोबाट। 1 2 3 4 5 6। पछाडि मुठी कस्ने, तल झुक्ने, पछाडि तल झुक्दा श्वास छोड्ने, पछाडि झुक्दा श्वास लिने। 3 4 5 6, छोड्यो। हातलाई दायाँ बायाँ फैलाउने, कम्मरलाई बटारेर पछाडि हेर्ने। 1 2 3 4 5 6, छोड्यो। अब हामी कुमको अभ्यास गर्छौँ। कुमलाई पनि फुटबल घुमाउँ। 1 2 3 4 5 6, उल्टो। 1 2 3 4 5 6, छोड्यो। अब शिरलाई हलुका बिस्तारै तल माथि। 2 3 4 5 6, दायाँ बायाँ। 1 2 3 4 5 6। अब बिस्तारै घुमाउने, पछाडि घुमाउने। 1
2 3 4 5 6। अब बिस्तारै गोल गोल घुमाउनु। 1 2 3 उठोबाट 1 2 3 छोड्दिउँ। अब सर्व अङ्ग कम्पन गरौँ ल, एकैछिन सर्व अङ्ग कम्पन गरौँ। पुरा अङ्गलाई कम्प्लिट गर्दै पुरा ऊर्जालाई शरीरभरि फैलाउने कोसिस गर्छु। छोड्दिउँ। अब एकैछिन आँखा बन्द, एकैछिन आँखालाई बन्द गरौँ, एकैछिन आँखा बन्द। आफ्नो याद गरौँ त। अब हाम्रो शरीरको अङ्ग अङ्गहरू लचिला भइसकेका छन्। सूर्य नमस्कार गर्नको लागि हामी तयारी अवस्थामा आइसकेका छौँ। अब आनन्दपूर्वक अब हामी सूर्य नमस्कारको लागि तयारी हुन्छौँ। अबको ठ्याक्कै 1 घन्टा, 1 घन्टा झन्डै झन्डै 1 घन्टा त होइन, 45 मिनट चाहिँ हामी गर्नेछौँ। 45 मिनटसम्म जतिचोटि भ्याउँछ त्यतिचोटि गरौँ है त सूर्य नमस्कार। ल अब हामी सुरु गर्छौँ। नमस्कार आसन, हस्त उत्थानासन, पादहस्तासन, अर्धचन्द्रासन, अर्धबालासन, अश्व सञ्चालनासन, पर्वतासन, सशकासन, अष्टाङ्गासन, भुजङ्गासन, सशकासन, पर्वतासन, अर्धबालासन, अर्धचन्द्रासन, अश्व सञ्चालनासन, पादहस्तासन, हस्त उत्थानासन, नमस्कार आसन। हामी फटाफट गर्छौँ है त। अब नमस्कार आसन, हस्त उत्थानासन, पादहस्तासन, अर्धचन्द्रासन, अर्धबालासन,
हामी अन्तिम पटक रिपिट गर्छौँ। नमस्कार आसन, सामान्य श्वास, हस्त उत्थानासन, श्वास बढ्ने, पादहस्तासन, श्वास छोड्ने, अर्धचन्द्रासन, श्वास बढ्ने, अर्धबालासन, श्वास छोड्ने, अष्टचन्द्रासन, श्वास बढ्ने, पर्वतासन, श्वास छोड्ने, ब्रह्माण्ड श्वास लिने, प्रसतासन, श्वास छोड्ने, अष्टांगासन सामान्य, भुजंगासन, श्वास बढ्ने, प्रसतासन, श्वास छोड्ने, पर्वतासन, श्वास छोड्ने, उभिएर अगाडि श्वास लिएर अर्धबालासन, श्वास छोड्ने, श्वास छोड्दै हात माथि, श्वास छोड्दै हात तल, उभिएर चम्काउने, श्वास बढ्ने, पछाडिको बढाउने, श्वास छोड्ने, हातलाई माथि, श्वास बढ्ने, नमस्कार आसन, सामान्य श्वास। एकैछिन शान्त रहौँ अब। अत्यन्त आनन्दले एकैछिन आफूलाई सहज बनाऊ। आँखा बन्द, एकदम आँखा बन्द, बिल्कुल हामी हलचल गर्ने छैनौँ। पुरा ध्यान आफूभित्र हेरौँ त। हामीले 1 घन्टा 4 मिनट हामीले सूर्य नमस्कारको अभ्यास गरेका छौँ। शरीरमा जागेको ऊर्जालाई महसुस गरौँ। एकैछिन जागेको ऊर्जा म भित्र कस्तो अनुभूतिहरू भइरहेका छन् भनेर एकैछिन निहालौँ त। के कस्तो अनुभूति भइरहेको छ आफूभित्र थाहा पाऊँ। ध्यानपूर्वक याद गरौँ र मनमनै भाव शक्तिलाई जगाऊँ कि म स्वस्थ छु, म खुसी छु, म शान्त छु, म आनन्दित छु र म मेरो आनन्दलाई, मेरो खुसीलाई म सारा जगतमा फैलाउन सक्षम छु। यो भाव आफूभित्र जोड्नुहोस् ल। पुरा ध्यानपूर्वक म आफूलाई स्वस्थ भएको र आफ्नो स्वस्थता, सम्पूर्ण स्वस्थताका ऊर्जाहरू सारा जगतमा फैलाइरहेको अनुभव गर्दै लामो र गहिरो श्वास। पुरा श्वास भित्र लिऊ, पुरा श्वास बाहिर छोड्दै बिस्तारै आफूलाई सहज बनाउँदै हलुकासँग आँखा खोलौँ। अब सबैजना मित्रहरू आफ्नो स्थान ग्रहण गरौँ। जुन आसन आफूलाई सहज हुन्छ त्यही आसन रोजौँ ल। सुखासन, वज्रासन, पद्मासन, सिद्धासन, अरेसासन, शवासन, यी कुनै पनि आसनहरू लिन सकिन्छ। आफूलाई जुन आसन सजिलो लाग्छ त्यही आसनमा हामी जान्छौँ र पुरा आफ्नो आसनलाई स्थिर बनाउने कोसिस गर्छौँ। शरीरलाई पूर्ण विश्राममा लिएर जाउँ। पूर्ण विश्राम। शरीर हलुका भएको अनुभव गर्दै जान्छौँ। शरीर हलुका हुँदैछ। महसुस गर्दै जाउँ त। आनन्दपूर्वक आफूलाई स्वस्थ हलुका भएको अनुभव। लामो र गहिरो श्वास। पुरा श्वास भित्र, पुरा श्वास बाहिर। श्वास आयो थाहा पाउँछौँ, श्वास गयो थाहा पाउँछौँ। प्रत्येक श्वासमा आफ्नो ध्यानलाई स्थिर बनाउँदै जाऊ। ध्यानलाई पुरा पूर्ण श्वासमा, श्वास आएको पनि थाहा पाऊँ, श्वास गएको पनि थाहा पाऊँ। अब आफ्नो ध्यानलाई बिस्तारै आफ्नो दुवै गोडाका पैतालातिर लिएर जाऊ। दुवै गोडाका पैताला हल्का हुँदैछ। दुवै गोडाका पैताला हलुका भएका छन्।
पुरै माथि पिडौलातिर आफ्नो ध्यानलाई केन्द्रित गरौँ। दुवै गोडाका पिडौला हलुका भइसकेका छन्। दुवै गोडाका पिडौला हलुका भइसकेका छन्। घुँडातिर ध्यानलाई केन्द्रित गरौँ। दुवै घुँडा हलुका भइसकेको छ। दुवै घुँडा हलुका भइसकेको छ। दुवै तिघ्राहरू हलुका भइसकेका छन्। दुवै तिघ्राहरू हलुका भइसकेका छन्। प्रजनन अङ्गहरू हलुका भइसकेका छन्। प्रजनन अङ्गहरू हलुका भइसकेका छन्। तल्लो पेटका भागहरू हलुका भइसकेको छ। तल्लो पेटका भाग हलुका भइसकेको छ। माथिल्लो पेट हलुका भएको अनुभव। माथिल्लो पेट पाचन तन्त्र हलुका भएको अनुभव। पछाडि ढाड कम्मरलाई हलुका भएको अनुभव गरौँ। ढाड कम्मर हलुका भइसकेका छन्। पिठ्यौँ मेरुदण्ड हलुका र लचिलो भइसकेको छ। छाती छातीभित्रका महत्त्वपूर्ण हाम्रा अङ्ग प्रत्यङ्गहरू स्वस्थ र हलुका भइसकेका छन्। मन शान्त भइसकेको छ। विचार शून्य भएको छ। दुवै हातका कुम पाखुरा कुइना हत्केला हलुका भइसकेका छन्। हलुका भइसकेका छन्। घाँटी क्षेत्र हलुका भएको छ। घाँटी क्षेत्र हलुका भएको छ। अनुहार हलुका भएका छन्। अनुहार हलुका भइसकेका छन्। अनुहार हलुका भइसकेका छन्। शिर क्षेत्र हलुका भएको छ। हलुका भएको छ। शिर क्षेत्र हलुका भएको अनुभव। शिर क्षेत्र हलुका भएको अनुभव। पुरा शरीर हलुका भएको महसुस गरौँ। पुरा शरीर हलुका भएको छ। हलुका भएको छ। सारा शरीरका अङ्ग प्रत्यङ्गहरू हलुका र स्वस्थ भइसकेका छन्। लचिला भइसकेका छन्। आनन्दित भइसकेका छन्। यो क्षणलाई याद गरौँ र यसै क्षणमा आफूभित्रको आनन्द वृद्धि भइरहेको महसुस गर्दै जाउँ। शरीर हलुका हुँदै शरीर विलीन भएको छ। विचार शून्य हुँदै मन विलीन भएको छ। भावहरू शून्य हुँदै भावविहीन भएको छ। केवल भित्रको चेतना जसले आनन्दलाई ल्याउँदछ, आनन्दलाई जगाउँदछ, यही चेतना शेष छ। यही चैतन्यता, यही चेतना जहाँ अथाह शान्ति र आनन्द छ, त्यही आनन्दमा आफूलाई डुबाउँदै ध्यानस्थ रहौँ। हरि ओम तत्सत्।
शरीरात्मसंयोगम् शरीरात्मसंयोगम् प्रणवबाणप्रयोगम् प्रपञ्चक्लेशवियोगम् आदियोगिकृतमहायागम् आदियोगिकृतमहायागम् आनन्दशङ्खरागम् आरोग्यभाग्ययोगम् आनन्दशङ्खरागम् आरोग्यभाग्ययोगम् शरीरात्मसंयोगम् शरीरात्मसंयोगम् वेदान्तपुराणकाव्येतिहासवर्णितम् भक्तिज्ञानकर्मध्यानचतुर्विधेन गीताबोधितम् यमनियमासन ॐ प्राणायाम प्रत्याहार ॐ धारणधान समाधि इव पतञ्जलि दत्त अष्टाङ्ग साधना शोभितम् अनन्त शान्तिकामुकम् अचिन्त्यमोक्षदायकम् शरीरात्मसंयोगम् शरीरात्मसंयोगम् योगेन्द्र यतीश मौनीन्द्र शिष्यभूषितम् ब्राह्मण वैश्य क्षत्रिय शूद्र चतुर्जनेन मनसा स्वीकृतम् इन्द्रिय निग्रह ॐ मूलाधार स्वाधिष्ठान ॐ मणिपुर आज्ञा विशुद्ध्यनाहत ॐ सप्ततीनाडिनां वासितम् वसुधैककुटुम्बप्रेरितम् समस्तशक्तिपूरितम् शरीरात्मसंयोगम् शरीरात्मसंयोगम् प्रणवबाणप्रयोगम् प्रपञ्चक्लेशवियोगम् आदियोगिकृतमहायागम् आदियोगिकृतमहायागम् आनन्दशङ्खरागम् आरोग्यभाग्ययोगम् आनन्दशङ्खरागम् आरोग्यभाग्ययोगम् नमः लामो र गहिरो श्वास 2 दिन पटक पुरा श्वासलाई भित्र लिऊ, पुरा श्वासलाई बाहिर छोडू। आउँदै गरेको श्वास र जाँदै गरेको श्वासमा बिस्तारै आफ्नो ध्यानलाई खिच्दै बिस्तारै सजग हुँदै जाऊ।
अत्यन्त आनन्दले दुवै हातका गोडाका औँलालाई हलुकासँग चलाइदियो। शवासनमा जानुभएका मित्रहरू बिस्तारी दायाँ कोल्टो फेरेर देब्रे हातको सहाराले सुखासनमा बस्छौँ। ढाड गर्दन शिरलाई सिधा, आँखालाई एकैछिन बन्द नै रहन दियो। लामो र गहिरो श्वास भर्दै भर्दै बिस्तारी आफूलाई सजग बनाउँदै जाउँ। यो दिनमा आज हामी एउटा सृजनशील व्रतलाई अपनाउनेछौँ। आजको लागि सृजनशील व्रत रहनेछ। म आफ्नो परिवार, आफ्नो इष्टमित्र, आफ्ना साथी सङ्गी, आफ्ना कलिग्सहरू, आफूले चिनजानका व्यक्तिहरू, छरछिमेकहरू या जति पनि आफूसँग सम्बन्धित व्यक्तित्वहरू जति पनि हुनुहुन्छ, सबैलाई आज हामी योग आफ्नो जीवनमा ल्याउनको लागि प्रेरित हामी गर्नेछौँ। जति सक्छ त्यति बढी व्यक्तिहरूलाई योग गर्नका लागि हामी प्रेरित गर्नेछौँ। आजबाट योग सुरु गर्नका लागि सबैलाई प्रेरित गर्नेछौँ। यही आजको हाम्रो सृजनशील व्रत रहनेछ। यो व्रत हामी सबैले पूर्ण पालना गर्नेछौँ भन्ने पूर्ण विश्वासका साथ अब हामी दुवै हातलाई ज्ञान मुद्रामा राखेर लामो र गहिरो श्वास गर्दै 3 पटक प्रणव ध्वनि ओमकारको उच्चार सँगसँगै गर्नेछौँ। सुरु गरौँ। दुवै हातलाई हृदय गरेर जोडौँ र अत्यन्त प्रेम, श्रद्धा र भक्तिपूर्वक शिरलाई झुकाएर अब हामी हरिमन्त्र गुरु वन्दना गर्छौँ। ओंकारं बिन्दु संयुक्तं नित्यं ध्यायन्ति योगिनः कामदं मोक्षदं चैव ओंकाराय नमो नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। झुको प्रणाम गरौँ, श्रद्धा व्यक्त गरौँ। लामो गहिरो श्वास भर्दै भर्दै बिस्तारी सहज अवस्थामा बिस्तारी पुनः एकपटक हातलाई नमस्कारको मुद्रामा जोडौँ। अब हामी सर्वमङ्गल कामना गर्छौँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। सबैको जय हो, सबैको कल्याण हो, सबै सुखी रहन्, सबै स्वस्थ रहन्, सबै शान्त रहन्, सबै आनन्दित रहन्। सबैले हामीले जस्तै नित्य योग ध्यान साधना गर्ने अवसर सबैलाई प्राप्त होस्। यो मङ्गलभाव हाम्रो हृदयमा सदा बनिरहोस् र हामी सबैजनाको ध्यानको माध्यम बन्न सकौँ। यही मङ्गलभावका साथ बिस्तारी लामो र गहिरो श्वास भर्दै दुवै हातका हत्केलालाई एकअर्कामा घर्षण गरौँ र हातबाट आएको तातो र न्यानो ऊर्जालाई आफ्नो आँखामा लगाउँछौँ। बन्द आँखालाई हलुकासँग खोलेर हत्केलाको न्यानो ऊर्जालाई ग्रहण गर्छौँ र अत्यन्त आनन्दले खुसी हुँदै मुस्कुराउँदै आफ्ना कर्मशील हातको दर्शन गर्दै गर्दै सहज अवस्थामा आउँछौँ। हरि ओम। आजको हाम्रो अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम आज यही समापन भएको छ। यतिन्जेल हजुरहरूले